प्रकाश गौतम जिंदाबाद, प्रशांत उप्रेती जिंदाबाद, प्रशांत उप्रेती जिंदाबाद, जय घंटी। आदरणीय हेटौडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा एकमुष्ट नमस्कार लासो फ्यापुल्ल। आज म मत माग्न आएको होइन, म मत माग्न आएको होइन, म हेटौडाको हाल खबर सोध्न आएको हो। झापाका 5 क्षेत्र डुलेर आए। यस पटक मेरो झापाका 5वटा क्षेत्रमा घन्टी बज्दैछ, 5वटा क्षेत्रमा घन्टी बज्दैछ। झापा 5बाट बा कमरेडको धरौटी जफत हुने सम्भावना छ यसपालि। मेरो झापा त जाग्यो, मेरो झापा त जाग्यो। म तपाईलाई सोध्न आएको हो, तपाईको हेटौडा जाग्यो कि जागेन? तपाईको चितलाङ जाग्यो कि जागेन? तपाईको रक्सिराङ जाग्यो कि जागेन? तपाईको थाहा जाग्यो कि जागेन? आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई गाली नगरे कसैलाई भन्ने मेरो नेता रवि लामिछानेको निर्देशन छ। तर मेरो अलि वंशै त्यस्तो। प्रसाई शान्त उन्जेल रमेश प्रसाई बिच्क्यो भने दुर्गा प्रसाई। यसकारण प्रसाई प्रश्नबाट भाग्दैन। मेरा पनि केही प्रश्नहरू छन्। हामीले कसको के बिगारेका थियौं आमा बुवा दाजुभाइ दिदीबहिनीहरू? तिनको घरको कर्कलो बारी फाड्न गएको होइन हामीले त शहीदको रगतले आर्जेको लोकतन्त्रको सदुपयोग गर्छौं, शान्त विद्रोह गर्छौं। कसैको एक थोपा आँसु पनि नचुहाइकन जनताको मन जितेर यो देशबाट भ्रष्टाचारलाई विस्थापित गर्छौं र विधिको शासन स्थापित गर्छौं भनेको। त्यति भन्दा उनीहरूले के गरे तपाईले देख्नु भएको छ। मेरो निर्दोष नेतालाई झुटा मुद्दाहरू लगाएर जब मेरो नेता रवि लामिछानेले वाइड बडी काण्डदेखि गिरिबन्धु काण्डसम्म 25वटा काण्डको फाइल खोल्ने घोषणा गरेपछि उनीहरूले झुटा मुद्दाहरू लगाए। लङ्का जलाउने, हनुमान पगरी थाप्ने, झुटा मुद्दाहरू लगाउने, भ्रम फैलाउने। अनि अस्ति तपाईले देख्नुभयो मेरो आदर्श महान मदन भण्डारीले सिचेको झण्डा, त्यो महान झण्डा मेरो झापा। लु मैले चिलिम फर्काए। नमस्कार। पार्टी गरेर गर्दछु। तपाईको आवाज सिंहदरबारसम्म पुगोस्। जय घण्टी। यति आवाजले सिंहदरबारले सुन्दैन। जय घण्टी। मकवानपुर उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब भन्ने भन्दा गर्ने दिन नजिक आउँदैछ। म खुसी छु। भन्ने भन्दा गर्ने दिन नजिक आउँदैछ। म खुसी छु। यहाँ चुनाव सार्ने कुरा गर्दैछन् रे कसैले। हुन्छ अलि ओर सार्नुहोस्, 2-4 दिन भए पनि चाँडै गरौँ। सार्न हामी तयार छौँ। म यहीबाट सुरु गर्छु। लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो। जनता मत हाल्न तयार छ। कुनै पनि दलले न्यू खोज्ने काम गर्नु हुँदैन। जनताले जे दिन्छन् त्यही स्वीकार गरेर बस्ने। 1 नम्बर बनाए 1 नम्बर, 0 नम्बर बनाए 0 नम्बर। रासोपालाई मत परिणाम स्वीकार्य छ। सरकारलाई निष्पक्ष चुनाव गर भनेका छौं, गर्छ। हामीलाई विश्वास छ। सबै राजनीतिक दललाई लोकतन्त्रको यो उत्सवमा सहभागी हुनको निमित्त म विनम्रतापूर्वक यहीबाट अनुरोध गर्न चाहन्छु। कहाँबाट न्यू पाउँ भनेर न्यू खोज्न जरुरी छैन। मतपत्रमा
यदि तपाईहरुलाई आफ्नो संगठनप्रति विश्वास छ, आफ्नो एजेन्डाप्रति विश्वास छ, हामी जस्तो 3 वर्षको होइन 35 वर्ष र दलका इतिहास हेर्दा 70 वर्ष 70 वर्ष गरेको कामको तपाईहरुलाई विश्वास छ भने जनतालाई जाँच दिन लगाऊ, जनताले लिने जाँचमा सहभागी बनौं र शान्तिपूर्ण ढंगले निर्वाचनको परिणामलाई कुरौं। मतपत्रमा जे आउँछ लोकतन्त्र त्यही हो, जनता जे भन्छन् हामी त्यही भन्छौं। त्यसैले 21 गतेको दिन मतक्रान्ति गर्नुपर्छ भनेको मैले। मतक्रान्ति, मतदान त धेरै गरियो, नेता धेरै जिताइयो, पार्टी धेरै जिताइयो, तर जनता जिताउने यो युग पुरेर आएको दिनलाई सदुपयोग गर्नुहोला, कसैले पनि नछुटाउनु होला। 21 गतेको दिनलाई क्यालेन्डरमा गोलो बनाएर राख्नु होला, किनकि यस्तो 21 न पहिला आएको थियो न भोलि सायदै आउँछ होला। यही हो मौका इतिहास लेख्ने आफ्नै हातले, आफ्नो इतिहास लेख्ने आफ्नै हातले। हामीलाई लाग्छ जनताको माया र सद्भाव पाएर रासोपा आफ्नै नेतृत्वको सरकार बनाउन सक्षम हुनेछ, यो मेरो अनुमान हो। जनताले देशैभरिबाट देखाएको अनुमानका आधारमा बोल्दैछु। धेरैलाई लाग्दो अन्य दल पनि छन्, अन्य दलमा नि राम्रा नेताहरू छन्। यहाँ महाभारतको प्रसङ्ग चलेको थियो, म फेरि पनि यहाँ जोड्न चाहन्छु। अहिलेको चुनाव महाभारत नै हो, यो महाभारत हो, चुनाव मात्र होइन महाभारत हो। अब यतिखेर निर्णय गर्ने हो तपाईँ कौरव पक्ष हो कि पाण्डव पक्ष, हामी को हो हामी भन्दैनौँ, तपाईँ नै भन्नुहोस्। तर निर्णय र फैसला चाहिँ 21 गते गर्नै पर्छ, तपाईहरूले नै गर्ने हो, अरूले गरेर हुँदैन। 21 गते सामान्य दिन होइन आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। अब रासोपाले सरकार बनायो भने के हुन्छ? एकदमै सामान्य कुरा छ। रासोपाले अकाट्य प्रमाण जस्तो 3 दिन चलेको पैसालाई एआई भन्दैन, छानबिन सुरु गरिदिइहाल्छ। प्रमाणै चाहिँदैन, अकाट्य प्रमाण हो। त्यो पैसाको स्रोत के हो त्यो खोज्नका लागि चाहिँ नि अनुसन्धान चाहिन्छ। तर त्यो पैसा जलेको कुरा एआई होइन, सत्य हो, त्यो अकाट्य प्रमाण हो। कुनै अनुसन्धानको आवश्यकता पर्दैन। रासोपाको सरकार बन्न दिनुहोस्, त्यसका लागि रासोपाको सरकार चाहिन्छ। रासोपाको सरकार बन्दाखेरि डराउनु पर्नेहरू डराउनु होला, जसले डराउनु पर्दैन उसले डराउनु पर्दैन। किनभने 46 सालपछिका सबै काण्डको छानबिन रासोपाले निष्पक्ष ढंगले गर्नेछ। यो देशलाई टकुनटाट बनाएर, यस देशका भरभराउँदा युवाहरूलाई रुँदै देश छोड्न बाध्य बनाएर, देशमा जलेको मात्र होइन विदेशमा लुकाइएको सम्पत्ति सबैको छानबिन रासोपाको सरकारले गर्छ। रासोपाले प्रतिशोध गर्दैन, तर कानूनी राज्यको स्थापना गर्छ। रासोपाले बनाएको सरकारमा शिक्षकहरू आत्तिनु पर्दैन। यदि दलको संरक्षणले शिक्षकहरूको हक संरक्षण हुन्थ्यो भने 35 वर्षसम्म तपाईहरुलाई तपाईको हक किन नदिलाएको? तपाईहरु माइती घरमा नाच्दै गाउँदै किन जानु परेको? गर्दैनन्, झोक्याउँछन्, मत हाल्नको लागि तपाईलाई भोट बैंक बनाउँछन्। त्यसैले हामी शिक्षकहरूको संगठन बनाउनु पर्दैन, तर शिक्षकहरूले हामीसँग चिन्ता गर्न पर्दैन। विद्यार्थीको हितका लागि शिक्षा नीति बन्छ, त्यसले शिक्षकको र कर्मचारीको हित गर्छ। तपाईहरुले रत्तिभर चिन्ता गर्न पर्दैन। किसानको संगठनमा हामी बनाउँदैनौं। पुराना राजनीतिक दलले किसानको संगठन बनाएका छन्, किसानहरू संगठित पनि हुनुभएको छ। तर किन तपाईको दूधहरू सडकमा पुगिन्छ? किन तपाईको तरकारीले बजार पाउँदैन? किन तपाईले मल पाउनुहुन्न? किन बिउ पाउँदैन? संगठन बनाएर राजनीतिक दलको भोटर बैंक त बन्नुभयो। एकपटक जनता भएर रासोपालाई विश्वास गरी हेर्नुहोस्, अनि तपाईको दूध बाटोमा पोखिन्छ कि पोखिन्न थाहा पाउनुहुनेछ। मल बिउ बिजन बजार पाइन्छ कि पाइँदैन? रासोपालाई 5 वर्षका लागि मात्र मौका दिनु होला, मात्र 5 वर्ष। 5 वर्ष स्थायी सरकार। हेटौडा सिमेन्टको कुराकानी आयो। हेटौडा सिमेन्टको समस्या म धेरै बेर लगाउँदिन। दलको कारिन्दा होइन, त्यो सिमेन्ट कम्पनीको एउटा मान्छे, सही मान्छे नेतृत्व फेर्ने बित्तिकै त्यसले उत्पादन सुरु गर्छ, मुनाफा सुरु गर्छ। निजी कम्पनीलाई पोस्ने काम जे भएको छ दलको कारिन्दाबाट भएको छ। दलको कारिन्दाले दल चलाउने हो, देश चलाउने होइन। रासोपाले त्यही गर्छ, मेरिटोक्रेसी स्थापित गर्छ, क्षमतावान मान्छेहरू लिएर जान्छ। रासोपाका मान्छे होइनन्, कांग्रेसका एमालेका मान्छे होइनन्, देशका मान्छे लिएर जान्छ, देशलाई काम लाग्ने मान्छे लिएर जान्छ। त्यसैले रासोपाले जे गर्न खोजिरहेको छ विधिको शासनको आधारमा गर्न खोजिरहेको छ।
आज यो भव्य उपस्थिति मैले अनुमान पनि गरेको थिएन यति धेरै साथीहरू जम्मा हुनुहुनेछ भनेर। अहिले हामीलाई पपुलिस्ट भनेर आरोप लगाइएको छ। जसले पपुलिस्ट भनेर आरोप लगाइरहनु भएको छ, म बताउन चाहन्छु हाम्रा उम्मेदवार हुनुहुन्छ यहाँ प्रशान्त उप्रेतीजी। प्रशान्त उप्रेती रासोपाको सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ, सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ। म तपाईहरुलाई स्पष्ट पार्न चाहन्छु, यो देशमा हामीले 84 गुरेका थियौं, अन्य राजनीतिक दलहरूलाई कुनै हतारो थिएन, तर जेन्जी पुस्ताले गरेको विद्रोहले चुनाव आइपुग्यो र लगभग भ्रष्टाचारमा लिप्तहरूको पत्ता साफ हुँदैछ। त्यो जेन्जी समूहले गर्न सक्यो। त्यो आँट भएको युवाहरू हुन्। त्यसकारणले आलो काँचो र पपुलिस्ट होइन, देश प्रेमले ओतप्रोत भएका मानिसहरू यसपटक जोडिएका छन्। त्यसकारणले घण्टीमा भोट। म किन घण्टीमा भोट तपाईहरुलाई बताउन चाहन्छु, किनकि सबभन्दा धेरै युवा घण्टी चुनाव चिन्ह लिएर उठेका छन्। त्यसकारणले घण्टीमा भोट। सबैभन्दा धेरै महिला उम्मेदवार उठेका छन्, त्यसकारण घण्टीमा भोट। सबैभन्दा बढी सीमान्तकृत साथीहरू उठेका छन्, त्यसकारण घण्टीमा भोट। सबैभन्दा बढी जेन्जीका उम्मेदवार छन्, त्यसकारण घण्टीमा भोट। घाइते परिवार यही चुनाव चिन्ह लिएर उठेका छन्, त्यसकारण घण्टीमा भोट। शहीद परिवार पनि यही पार्टीभित्र समावेश भएका छन्, त्यसकारण घण्टीमा भोट। कवि होस्, कलाकार होस्, मोडल होस्, रोल मोडल होस्, सबै जै कारखाना बन्द भएर के हो र हामीले पासपोर्ट बनाउन दियौं, मान्छे विदेश जान पाए भनेर गर्व गरिरहेका छन्। म तपाईलाई बताउँछु, आफ्ना बुवालाई राम्रो जुत्ता लगाउनको लागि तपाईले अरबमा पसिना बगाउनु भएको छ। त्यही पसिना बगेका कारणले बाले राम्रो जुत्ता लगाएका छन्। यिनको योगदानले होइन, यो कुरा एकारोस्। प्रत्येक दिन चोकमा गल्ली गल्लीमा बाबामाहरूले भन्नुभएको छ, बाबु हाम्रो परिवार अपूर्ण भयो, यही देशमा गरी खाने वातावरण बनाइदेऊ, गएका छोराछोरीलाई भित्र बाहिर नेपाल फर्कन सक्ने वातावरण बनाइदेऊ भन्नुभएको छ। प्रत्येक दिन हामी चोक गल्ली गल्लीमा यही सुनिरहेका छौं। यो देशमा गरी खाने वातावरण बनाउनको लागि हामी काम गरिरहेका छौं। र म यही मञ्चबाट स्पष्ट पार्न चाहन्छु, हामी नेपाली, हाम्रो देश नेपाल, हामी मागी खाने देश होइनौं, हामी गरी खाने देश हौं। हामी गरी खाने देश बनाउँछौं। मागेर धनी हुने सपना हामीले देखेका छैनौं। गरेर खाने देश बनाउनका लागि हामी लागि परिरहेका छौं। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म यो भव्य उपस्थितिमा समयको यो भागदौड छ। हाम्रा उम्मेदवारहरू तपाईहरुको घर दैलोमा आउनुभएकै छ। प्रकाश गौतमजी जसले आफ्नो कुरा राखेर गइसक्नु भएको छ, प्रशान्त उप्रेतीजी जसले आफ्नो कुरा राखिसक्नु भएको छ, र जिता विष्ट राईजी जो यहाँका समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ, उहाँले आफ्नो कुरा राखिसक्नु भएको छ। म तपाईलाई यति भन्न मात्र आज आएको हुँ कि देशका कुना काप्चामा जानुपर्ने अवस्था सिर्जना भएको छ। हर ठाउँमा घण्टी वाहकहरू उठेका छन्। तिनलाई जिताउनको निमित्त म ठाउँ ठाउँमा पुग्नुपर्ने भएको छ। हामी देश दौडामा आएका छौं, किनकि एउटा मात्र जितेर नहुने रहेछ, दुईटा मात्र जितेर नहुने रहेछ। यसभन्दा अगाडि हामी 21 जना पुग्यौं, तर 21 जनालाई उनीहरूले रोक्न खोजे, 21 जनालाई उनीहरूले सुनेनन्।